हेलो गाइस, आज चाहिँ मलाई यहाँ आइसक्रिम पनि खानु मन लाग्यो। अब यहाँ दोकानमा चाहिँ आइसक्रिम पाउँछ जस्तै लाग्यो। त्यहाँनिर हल्का प्रेङ पनि गर्ने ट्राई गर्छु, के कस्तो हुन्छ हेर्नुहोस्। भोक लागिरहेको छ कि यो बाहिर राखिदिन्छ कि हो आइसक्रिम हो एउटा ल्याउन त छैन। एउटा जुन चाहिँ हामी ल्याउन एकछिन आउन बहिनी। बहिनी तिम्रो नम्बर दिनु सक्छु मलाई? तिम्रो नम्बर दिनु सक्छु? तिम्रो नम्बर तिमी राम्रै लाग्यो त त्यही भएर। आइसक्रिमको पैसा त दिन्छु नि। कति यसको दाम? 70 रुपियाँ। आम्बो 70 रुपियाँ यसको दाम? के भन्छौ? 70 रुपियाँ भन्छ यसको दाम त? 70 रुपियाँ अरे? अलिक कम्ती हुँदैन? 70 रुपियाँ भन्छ खाँदिन ल। खाँदिन 70 रुपियाँ किन भन्छ सन्त? त्यत्रो महँगो भन्छ तपाईँले? त्यत्रो महँगो भन्नुहोस् दाम त 70 जान्छोस्। के भयो आइसक्रिमको दाम मलाई महँगो लाग्यो। ज्यादा भएन महँगो होइन दाम त? आइसक्रिम पैसा दे, पैसा दिदिनँ के गर्छ? के गरेको पैसा दिदिनँ किन सबैले दिदिनँ म जान्छु म दिदिनँ हेलो गाइस, मैले त्यो प्रेङ भिडियो गरेको चाहिँ बतासेकै मुनिपट्टि हो होइन। त्यहाँनिर चाहिँ खाजाहरू राम्रो राम्रो नास्ताहरू पाउँदो रहेछ। अन्तखेरि आइसक्रिम पनि सबसे बेटर, एकदम दामी लाग्यो मलाई। म त हतपत आइसक्रिम खाँदिनँ होइन, तर त्यहाँको एकदम मिठो लाग्यो मलाई आइसक्रिम। बतासे बुथकै मुनिपट्टि हो। टेढे आँखाले हेर्नु भयो भने पनि तपाईँहरूले चाल पाइहाल्नुहुन्छ। त्यहाँ गएर जरुर तपाईँहरू पनि भिजिट गर्नुहोस् होला ल गाइस। सबैजनालाई थ्याङ्क यू गाइस, धन्यवाद मलाई साथ सपोर्ट गर्नुभएकोमा। ओके बाई बाई।